नमस्ते सबैमा। आज यो सानो भिडियो यो फ्लाइटहरूको जो व्यथिति जो व्यवहारहरू छ यसको सम्बन्धमा मैले बनाउँदैछु। किनकि तपाईँलाई थाहै छ अहिले श्रम रिन्यू केही देशका लागि खुलेको छ। उहाँहरू हाम्रा श्रमिक दाजुभाइ दिदीबहिनीहरू कामतिर फर्कने पनि वातावरण बन्दैछ। जो पनि अरब देशहरूमा कार्यरत हुनुहुन्थ्यो उहाँहरू नेपाल छुट्टीमा फर्कन सक्ने पनि वातावरण छ, अहिले आउन सक्ने पोसिबल छ। तर फ्लाइटको जो टिकटहरूको रेट छ त्यस सम्बन्धित कसैलाई पनि ध्यान छैन। यसमा तपाईलाई थाहै छ, जसले कतारमा, जसले साउदीमा महिनाको 35,000 40,000 कमाउँछ उसले 5 महिनाको स्यालेरी हाल्दाखेरि पनि टिकट नआउने जस्तो परिस्थिति अहिले छ। हाम्रा देशका एयरलाइन्सहरूको त हालत तपाईलाई थाहै छ। उहाँहरूलाई जब समस्या पर्छ, जब नेपालीलाई समस्या पर्छ तब उहाँहरू सधैँ पछि हट्नुहुन्छ। एउटा विश्वासिलो पात्र उहाँ कहिले पनि बन्न सक्नु भएको छैन। जब साउदी र दुबईको लागि फ्लाइटको जरुरत हुन्छ उहाँहरूले दिल्लीको लागि फ्लाइट बढाउनुहुन्छ, सिङ्गापुरको लागि फ्लाइट बढाउनुहुन्छ। यस्ता अपडेट उहाँहरूले दिनदिनै दिनुहुन्छ। यो जरुरत छैन, जहाँ समस्या छ त्यसको हलो खोज्ने, त्यो समस्यालाई कसरी निवारण गर्ने भन्नेतिर हो जाने। तर यो उहाँहरूले जिम्मेवारी निभाउन सक्नु भएको छैन। त्यसैले नेपाल सरकारले ध्यान दिन पर्ने एकदमै जरुरी छ यस विषयमा। फ्लाइटको टिकटहरू जो व्यथिति तरिकाले यो बिचौलियाको हिसाबले चलेको छ यसप्रति सरकारले एकदमै ध्यान दिन पर्छ। श्रमिकहरूलाई राहत दिन पर्छ। काममा फर्किनेको लागि पनि, नेपाल जो फर्कन चाहनुहुन्छ उहाँहरूको लागि पनि यो टिकटको व्यथिति जो चलेको छ यस सम्बन्धित हाम्रो यो नेपालको नयाँ सरकारले एउटा कुनै पनि एउटा ल एन्ड अर्डर लिएर आएर यस सम्बन्धित रोक लगाउने, जो व्यथिति चलेको यस सम्बन्धित रोक लगाउने एउटा बाटो निर्माण गर्नुपर्छ र हाम्रा नेपालीहरूलाई केही न केही राहत दिने उहाँहरूको जिम्मेवारी पनि हो। र सधैँ हामी सरकारद्वारा धोका खाएको जस्तो महसुस नहोस् भन्ने हाम्रो विचार हो। यस सम्बन्धमा सरकारले छिटै ध्यान दिनेछ र फ्लाइटको जो व्यथिति चलेको छ यो टिकट सम्बन्धित यसमा रोक लगाउनेछ र केही राहत दिनेछ भन्नेमा हामी पूर्ण रूपमा विश्वास छौँ। धन्यवाद। हाम्रो पेजलाई फलो गर्नुहोस्, भिडियोलाई सेयर गर्नुहोस्।